एभ्रिवान नमस्ते धेरै दिनपछि घुम्न जान लाग्यो त्यही भएर मैले भिडियो बनाउँदैछु के अरे अलि सन्चो पनि थिएन त्यही भएर म कतै निस्केको पनि थिएन नि त त्यही भएर आज चाहिँ म बहिनीहरूसँग घुम्न जान लागेको छु अनि त्यही भएर हामीले यहाँ अन्जु बहिनीहरूलाई कुरिराखेको छौँ म ढिलो हुन्छु होला भनेको झन् मै नै छिटो आएछु अनि त्यही भएर कुर्दैछु साथमा छिन् मेरो युमी हेलो भन न घुम्न जाने ठाउँ चाहिँ तपाईहरुलाई चाहिँ सरप्राइज अहिले भन्दिनँ ल राखेर यस्तो घाममा मलाई बाहिर कुराएर राख्ने यिनीहरू नै हो है यिनीहरू नै यस्तो मेकअप गरेर बस्के त म त हतार हतार स्कुल घर भएन साथीहरू म त कति नराम्रो राम्रै बनाइदिए अनलाइनबाट कपडा मगाएर साथीहरू यिनीहरूले तल्का हान्नेवालामा छन् म दुखी गरेँ घरबाटै सब आफैले लगाएको कपडाहरू बोकेर आएको छु यिनीहरूले अनलाइन सपिङ गरे खन्ड्रे ओए स्पिकर चाहिँ हुनुपर्छ अरू जहाँ जेसुकै होस् स्पिकर चाहिँ फेरि रुममै डाङ 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 गर्नु पनि रातभरि दिन्छ ल साथीहरू अब हामी चाहिँ निस्किन लागेको जाने ठाउँ चाहिँ कसैले नभने सरप्राइज है सरप्राइज सरप्राइज चाहिँ फेरि कल्ला हो मेरो भ्युवर्सहरूलाई मेरो सब्सक्राइबरहरूलाई हो के यो भने तैँले नि हेरेर लाइक गरे त्यहाँ ढक्क लाएर ड्याङ 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 दिल्ली सेयर गरिहाल्छ नि यत्तिकै हिँड्नु नि भएर चाहिँ निस्किन पर्ने हुन्छ है साथीहरू ल ढक्क लाएर अब हामी चाहिँ यहाँ डिपार्टमेन्ट स्टोरमा सामान केही किनेर जान्छौँ ल हेर्नु त साथीहरू यिनीहरूले मलाई बिगार्नलाई के किन्न लाग्छ के हो ओए त्यस्तो देखाउँछस् है एउटा चिप्स लिन पर्यो होइन यो दिदी एउटा मैले चाहिँ यस्तो यस्तो रोज्छु तिनीहरूले चाहिँ कस्तो कस्तो रोज्छन् कुनै मैले त यो है दिन्छ केटीहरूले यसलाई 1 घन्टा उठान त तैँले पनि भनेको के हेर्दैछ केले यहाँ अगाडि र यसले चाहिँ चोइस गरेको यो रे यत्रो आधी घन्टासम्म हेरेर लास्टमा उठायो नेपालीले जति मेनु हेऱ्यो नि मगाउँछ के भन्दै त मोमो र चाउमिन जस्तै यत्रो पुरै घुमेर आधी घन्टासम्म यसले उठायो ल यतिको टाइम लस चाहिँ गर्नुपर्ने हुन्छ है निस्केको अवस्था के लियम भोक लाग्यो मलाई त एउटा चिप्स पारिहाल्ने जाम पार्ने ऊ त्यहाँ छ सामानहरू सबै लिइसकेँ म चाहिँ हिँड्न पर्ने हुन्छ पुरा धेरै राम्री भएर आएपछि त्यस्तै हो बल्ल होइन हेलो हामी हिँडेको अवस्था Now guys, we are on our way and this is very greenery plus peaceful place, so people are coming here for evening walk. You guys also should visit this place. So beautiful. Pokhara is very beautiful. Guys, this is the view of Pokhara. So beautiful. And it is also, we can also see the sunset. Wow, this is a beautiful tree. And guys, the place where we are going is very near. So we are very excited. And also only 2.5 kilometers is left to reach the place. I think you have recognized the place. सरप्राइज चाहिँ हजुरहरूलाई यही नै हो आज चाहिँ हामी यहाँ रमाइलो गर्न आएको छौँ मेरो प्यारो बहिनीहरूसँग टाइम स्पेन्ड गर्नु पर्यो दिदी भनेको थियो त्यही भएर होइन ल साथीहरू कस्तो भइरहेछ रमाइलो छ नि एकदम होइन है साथीहरू हामी पनि बोकिरहेको छ है म दिदी हामी यस्तो गरेर आइरहेको छौँ हामी चाहिँ होइन गुड प्लेस पोखरा र अब हामी चाहिँ रुममा जान्छौँ फ्रेस भएर अनि टक्क लगाएर निस्किनु पर्ने हुन्छ है रमाइलो छ रमाइलो ल साथीहरू हामी इन्ट्री गरिसकेको अवस्था ओए वेलकम ड्रिङ्क देऊ त भाइ ल वेलकम ड्रिङ्क नदिए पनि माग्ने कि जबरजस्ती ए द्याऊ न मलाई द्याऊ होइन त नि माग्नु पऱ्यो नि त धेरै छ साथीहरू यसरी बिकाउँछन् मलाई सब मैले गर्नुपर्ने रे हामी ट्याक्सीमा आएको हाम्रो त छैन पनि नम्बर पनि हो
थ्याङ्क यू हाम्रो इन्ट्री भयो है यति गरेपछि हाम्रो इन्ट्री भयो भ्यू चाहिँ देखिनुपर्छ है रुमबाट यो यस्तो ब्युटीहरूले फेरि ब्युटी ए बेचेतिर बेते गुरुङले छोएपछि नखोलिने के छ खोल भाइ बत्ती टाढाङ 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 यस्तो छ साथीहरू हाम्रो रुम चाहिँ त्यसै वाउ त्यसै त्यसै ल साथीहरू अब फ्रेस हुनुपर्छ अनि त्यो चाहिँ अनि टक्क लगाएर निस्किनुपर्छ अब हाम्रो रुमबाट देखिने भ्यू देखाउँछ है हजुरहरूलाई बब्बाल है साथीहरू बब्बाल टिभी जताको भन्नु होला होइन मेरो बहिनी हो आजको मेरो टिटी चाहिँ यस्तो थियो साथीहरू म यतिकै आएको होइन अब चाहिँ हामी स्विमिङ पुल जानलाई रेडी हुन्छौँ अनि त्यो पछि भेटौँला कसलाई सम्झेर चुप्प गरिस् यो चाहिँ रमाइलो चाहिँ टिकटक बनाइसकेपछि के एउटा टिकटक बनाऊँ हामीले होइन यति चाहिँ खायो यसले यति बिगाएर होइन धन्दैले मेरो लाफै भेटिसकेको थियो यसले तर पनि बल्ल तल्ल हाम्रो बन्यो टिकटकमा हेर्नु होला युमी गुरुङ सन्जु हो सन्जु आजबाट मेरो नाम सन्जु भइरहेछ तल गएर हामी फोटो सोटो खिचेर आउनु पर्ने हुन्छ अनि फोटो सोटो खिचेर आएर भेट्छु ल यहाँ वाइफाईको एकदम कम्प्लेन आएको छ है लु त 2-3टा कोठै पछि हालिदिन पर्ने हुन्छ किन यत्रो जनाले चलाउँदाखेरि त कहाँ चल्छ त नि होइन त्यही भएर युमी हेलो फिलिङ भेरी गुड गुड ल ठिक छ यतिको भ्यूमा चाहिँ हामी फोटो खिच्न निस्केको अरे होइन तर सबैजना के हो एलङ ट्यालङ ट्यालङ भएछ किनभने मौसम बिग्रिँदैछ मौसम बिग्रिँदैछ अनि स्विमिङ गर्ने भनेर भनेको त्यही भएर अलि स्याड भइरहेछ फोटो राम्रो खिच्नु छ भने चाहिँ भोलि बिहान खिच्नु पर्ने हुन्छ होइन अहिले नि खिच्ने हो खिच्न त फोटो त खिचिन्छ साथीहरू फोटो खिच्न निस्केको अरे साथी फोटो खिच्न निस्केको गाह्रो छ गाह्रो नेटै भएन कोसँग छ डाटा धनी मान्छेहरू छेउछेउमा छ सोध्न धनी मान्छेहरू छेउछेउमा छ सोध न ल रिजोर्ट चाहिँ यही हो है साथीहरू हाम्रो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ भने मेरो मोबाइलमा चार्जै खप्दैन कि ल कसैले मलाई गिफ्ट गर्नु त यतिको सोध्ने मान्छे नि हुनुपर्छ है हुनुपर्छ अनि बल्ल अनि रमाइलो हुन्छ पावर ब्याङ्क प्लिज गिफ्टेड फर मी प्लिज प्लिज हो र ल यहाँ पिङ पनि रहेछ टक्क लाएर बिहान पनि खिच्छु म अलिअलि क्लिपहरू अब यो त अब सनसेट हुनु लागिसक्यो रहेछ तर वेदर अलिकति पानी पर्ला जस्तो भइरहेछ पोखरा नि नपरे त फेरि शीतलै हुन्न पोखराको नानी र पानीको चाहिँ भर हुन्न है साथीहरू छाता र रेनकोट चाहिँ लिएरै हिँड्न पर्ने हुन्छ साथमा बरु पैसा नहोस् पोखरा हिँड्ने बेलामा चाहिँ छाता र रेनकोट चाहिँ हुनुपर्छ साथीहरू ल हो कि होइन साथीहरू ल कहाँबाट हुनुहुन्छ त्यहीँबाट भनिदिनु त पोखरामा रेनकोट र छाता चाहिँ हुनुपर्छ पैसा त मोबाइलमा नि हुन्छ नि त स्विमिङको आजको ओटिटी चाहिँ यस्तो छ है साथीहरू धेरै ओभर त छैन होला जस्तो लागिरहेछ तर के हो है धेरै ओभर गरे जस्तो त लाग्छ छैन कि है त्यही पनि अब ओभर भए म केही भन्न सक्दिनँ थ्याङ्क यू ल अब हामी चाहिँ स्विमिङको लागि रेडी भएको अवस्था ल हामी चाहिँ यसरी रेडी हुँदैछौँ है साथीहरू स्विमिङ जाने कुरा भएको छ त्यही भएर हामी यतिको रेडी चाहिँ हुनुपर्ने हुन्छ है ल हामी स्विमिङ पुलमा भेट्नुपर्छ ल जाम चप्पल त तिमीहरू सबैले भ्यायो क्या म त युमीको चाहिँ स्विमिङ कस्टमको ओटिटी यस्तो छ लेट्स गो युमी गुरुङ यिनीहरूको स्विमिङ कस्टमको ओटिटी चाहिँ यस्तो छ है साथीहरू ल गो ल यतिको स्विमिङ चाहिँ हुनुपर्छ है
है सन्जुको जतिको चाहिँ स्विमिङ हुनुपर्छ Very good. Have fun. बर्थडे पनि यहाँ सेलिब्रेसन हुँदो रहेछ त्यसको लागि डेकोरेसन पनि हुँदो रहेछ साइडमा देख्नु दिदीहरू पनि हुन्छ 15 minutes later. हामी सबैजना ड्रेस चेन्ज गरेर होइन एकदम प्रिटी भएर अब हाम्रो चाहिँ नाइट पार्टी यतिको चाहिँ पार्टी गर्नुपर्ने हुन्छ है फेरि यतिको पार्टी गर्नुपर्ने हुन्छ होइन केटीहरू पार्टी गर्नको लागि रेडी हाम्रो खानेकुराहरू पनि आइसकेको छ हामी चाहिँ तल बसेनौँ रुममै बसेर खानेकुरा भयो कि किनभने बाहिर पानी पर्यो अनि कसैको बर्थडे एनिभर्सरी पनि रहेछ त्यही भएर हामी डिस्टर्ब नगर्ने भनेर हामी रुममै बसेर खाना लागेको छौँ पनि एकदम इन्जोय गरिरहेछ जुस है म चाहिँ ब्लुबेरी जुस खाँदैछु आज होइन अब बहिनीहरूको चाहिँ यस्तो यस्तो चलिरहेछ चेयर्स ल युमी चाहिँ माथि नै राखिदियौँ है हामीले ल अब हाम्रो चाहिँ यतिको पार्टी चाहिँ गर्नुपर्ने हुन्छ है गर्ल्स पार्टी हेलो Thank you. ए ढिकी डाँडाको रिसोर्टमा नि आउँदो रहेछ है साथीहरू मेरो भ्लग सब्स्क्राइब चाहिँ बढाउनु पर्यो ल सब्स्क्राइब प्लिज बिन्ती गरौँ ल मामा त्यो सब्स्क्राइब धेरै नभएर हो म अनुहार छोपेको त्यस्तो भन्छौ दिदीलाई दिदीलाई त्यस्तो भन्छ हौ कुन्नी यता हेर राम्रोसँग हेर सब्स्क्राइबर धेरै बनाउनु पर्यो अनि मेरो यहाँनिर के राख्छौ रे हो यहाँनिर ल भनिदेऊ त यति ठुलो उस राखिदिने फोटै राखिदिनु नि मैले ल ओके डन हेर है फेरि अर्कोचोटि आउने बेलामा त्यहाँ भेटिन भने फेरि तिमीले बरु यति कुरा भन्छु स्कुटर किनेपछि भ्लग बनाउँछु मैले एक दिनमै त्यो 30 सब्स्क्राइब त एक दिनमा कमाइदिन्छु ल ओके तिम्रो स्कुटर किनेको भिडियो हाल्नलाई म आतुर छु त्यसो भएदेखि ल कहिले हो कन्टिन्यू अब भोलिको दिन अब मेरो सब्स्क्राइब धेरै देखेर अब मामा हजुरले नि हेर्नु है हजुर नि आउनुहुन्छ फेरि यस्तो ह्यान्डसम देखेको छ नि मेरो मामा त फेरि आमा यतिको लक्का जवान त को होला र आमा स्कोर देखाइदियो मामाले फेरि गाह्रो छ यहाँ चाहिँ हाम्रो ढिकी डाँडाको फेरि हुनुहुन्छ कुल बोय है ओ माइ गॉड जिन्दगीमा एउटै कमी छ त्यही दाँत हो दाइ हेर अरु सब ठिक दिएको भगवानले दाँतलाई घात गरिदियो हेर भाइ अब त्यो दाँत चाहिँ हामी सबै मिलेर फेर्दिनु पर्छ साथीहरू ल सब्स्क्राइबर बढाइदिउँ त प्रीति बहिनी भन त सब्स्क्राइब ओए बेजे थाल्छस् दिदीको यता सुन भाइ अब माथि एमआरएसले अब भगवानले गर्ने यो मर्ने कुरा नगर सिद्धियो हस् त धन्यवाद ल थ्याङ्क यू ढिकी डाँडामा मेरो भ्लग पनि आउँदो रहेछ साथीहरू भएको छैन हुन बाँकी छ यस गुड भाइब्स ल थ्याङ्क यू मेरो भाइलाई ल है यिनीहरू रातिको 12 बजे यस्तो डेन्जर तरिकाले यहाँ पिङ खेलेर उता नि खेलेको कि मान्छे तर सुतेको छैन कि यतिको चाहिँ हुनुपर्छ कि यो ढिकी डाँडाबाट देखिने भ्यू है कुखुरा भ्यू यतिको भ्यू चाहिँ रातिको 12 बजे हेर्न पर्ने हुन्छ है साथीहरू यतिको चाहिँ हुनुपर्छ ल यतिको चाहिँ हुनुपर्छ है यहाँकोहरू चाहिँ कोही पनि छिटो सुत्दैन यहाँको रिसोर्ट चाहिँ यो छ हामी बसेको रिसोर्ट चाहिँ यो छ साथीहरू तर हामी अहिलेसम्म बाहिर छौँ किनभने तर त भ्लगरको चस्मा देख्दा चाहिँ रात अनि उज्यालो भएछ ओके नाइट भ्यू जुन चट्ट लाएर गएर यतिको भिडियो चाहिँ बनाउनु पर्ने हुन्छ है साथीहरू पानी पर्यो असिना झर्थ्यो भनेको अब गएर सुत भनेको ल जाम गुड मर्निङ साथीहरू हामी सबै उठिसकेको अवस्था ढिकी डाँडामा हाम्रो नेक्स्ट डे गुड मर्निङ एभ्रिवान कोही चाहिँ मुखसुक पनि धोइसक्यो होइन अब यहाँको म भ्यू देखाउँछु है पहिला हेर्नुहोस् यो रुमको भ्यू कोही उठ्यो कोही उठेन होइन ठिकै छ त्यो पनि ठिकै छ अनि पिसफुल ब्युटिफुल भ्यू कुहिरो लागेको छ
अहिले घाम लागेपछि चाहिँ राम्रो देखिन्छ होला हाम्रो रुमको यो बाटोबाट देखिने भ्यू चाहिँ यस्तो छ है आउनु होला यहाँनिर एकदम पिसफुल ठाउँ छ यतिको पिसफुल ठाउँमा चाहिँ आउनुपर्छ है कहिलेकाहीँ रमाइलोको लागि माइन्ड फ्रेस रिफ्रेस हुनको लागि चाहिँ आउनुपर्ने हुन्छ अनि हाम्रो चाहिँ यतापट्टि अर्को साइड चाहिँ यस्तो छ बादल बारीको देशमा भन्ने गीत ट्याक्क सुहाउँछ है ब्युटिफुल प्लेस ब्युटिफुल भ्यू चाहिँ हुनुपर्छ तपाईँहरू पनि आउनु होला टिकी डाँडा यो रिजोर्टमा यहाँको सुविधाहरू एकदमै राम्रो छ अनि यहाँको भाइहरूको बोल्ने होइन अनि रेस्पेक्ट अर्कै के अरू ठाउँमा भन्दा मलाई एकदम मन पर्यो होइन त्यही भएर हामी फेरि सायद यहाँनिर यो ठाउँ चाहिँ हामी फेरि आउँछौँ होला है फेरि आउँछौँ होला तपाईँहरू पनि आउनु है आउनु मेरो नाम लिएर आउनु 10% डिस्काउन्ट पाउनुहुनेछ किनभने मैले हिजो कुरा गरिसकेँ नि त भाइहरूसँग अनि तपाईँको नाम लिएर आयो भने ल 10% डिस्काउन्ट पनि भनेको छ त्यही भएर तपाईँहरू आउने बेलामा बिन्ती गुरुङको च्यानल हेरेर आएको भनेर भन्नुपर्ने हुन्छ 10% डिस्काउन्ट हो कि होइन गुड यतिको भाइब्स चाहिँ हुनुपर्छ है फेरि बिहान उठ्दाखेरि म चाहिँ यस्तो देखेको छु साथीहरू हिजो चाहिँ राम्री देखेँ आज चाहिँ अलि त्यस्तै मेसी छ हाम्रो रुम चाहिँ सो मेनी मेसी गरेको छ यो लड्कीहरूले चाहिँ अब हाँस्छ अरे चाहिँ एकदम फ्रेस भइसकेको छ ज्ञानी हेर्नु त फेरि गुड भाइब्स दिन्छ मोटु हेर्नु फेरि मोटु अनि अर्को कता गयो गुड मर्निङ नदेखाउने रे अनारे मेकअप छैन नि त सोल्डिनी ल साथीहरू अब मुखसुख धोएर फ्रेस हुनुपर्ने हुन्छ होइन वासरुम पनि सानो चिटिक्क परेको राम्रो सफा छ है मलाई यो बेसिन चाहिँ झन् एकदम मन पर्यो सानो के जे पनि यहाँको लभली छ है लभली छ ल साथीहरू अब ब्रस गरेर फ्रेस भएर भेट्नुपर्ने हुन्छ है कफी इज रेडी आफैले लिएर आएको साथीहरू तपाईँहरूले पनि आफै ल्याउन सक्नुहुन्छ है कफी Serving time. Why are you every time sad? I don't like your behavior. Why? Look at me. Look at me. मेरो चाहिँ यो कफी सेकेन्ड लट है किनभने म एकदम कफी लभर हो त्यही भएर घाम लागेपछि चाहिँ यस्तो राम्रो देखिँदो रहेछ म पनि फ्रेस भएर फेरि सेकेन्ड कफी लिँदैछु होइन यस्तो देखिन्छ है फोटोसोटोहरू यताउति हुँदैछ होइन ल भाइब्स चाहिँ यस्तो छ है यतिको चाहिँ हुनुपर्छ है गाउँ साउँ होइन टक्क गाउँको भाइब्स लिन मन छ भने पनि आउँदा हुन्छ यहाँनिर साह्रै राम्रो सब सुते खैनेहरू खियो यार उड्दै झ्याउलाई छैन हो ल साथीहरू हामी टिकटक बनाउनको लागि चाहिँ लोकेसन हेर्दैछौँ होइन घाम पनि लागिसकेको छ वेदर एकदमै लभली पेस होइन अनि यस्तो नराम्री मान्छेहरूसँग चाहिँ टिकटक बनाउनलाई हामी रेडी हुँदैछौँ होइन टिकटक हेर्नलाई चाहिँ जानुपर्ने हुन्छ तमुस्यो युमीमा चाहिँ जानुपर्ने हुन्छ तपाईँहरू होइन अनि यो हामी बोलिराखेको यो हेर्नलाई चाहिँ सब्सक्राइब गर्नुपर्ने हुन्छ बेन्ते गरौँ हो कि होइन हो ल गुड यतिको भाइब्स चाहिँ आउनु पऱ्यो है लभली ल बनाऊ अब हामी फेरि पुलतिर लाग्ने हो अब फेरि डुब्की मार्ने रे साथीहरू यिनीहरूले होइन मलाई त त्यस्तो इन्ट्रेस्ट छैन अहिले चाहिँ टन्टेपुरै घाम लाग्छ नि त त्यही भएर मलाई चाहिँ इन्ट्रेस्ट छैन ल रातिकोले नपुगेर ल है फेरि बिहान पनि हामी फिल्डमा आइसक्यौँ मोटे डल्ल छोटा पाइ अब यो चाहिँ लास्ट स्विमिङ हो हाम्रो होइन अब कहिले आइन्छ थाहा छैन एकदमै रमाइलो भयो 15 minutes later. जाने बेलाको हाम्रो ओटिटी प्रीतिको हामी सबजना रेडी भइसकेको अवस्था है ल निस्किम न त निस्किम ल
अब अझै फोटो खिच्न बाँकी छ भन्दैछ केटीहरू आमा। ल अब हामी भात खान झर्दैछौँ है साथीहरू। नक्कली प्रीति मात्र हेर्नु होला है। डल्लुको काँटा मलाई गिफ्ट गरेछ है फेरि एकदम राम्रो देखेर अनि लगाउनु हेर्दैछ। थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। ल जाउँ साथीहरू हाम्रो भात खाने बेला भयो है। भात खाने बेला भयो खाँदै गऱ्यो हुन्छ क्या। ल डल्लु कस्तो लाग्यो? पोर्क कस्तो छ? मिठो छ है? मिठो छ मिठो छ मिठो बबाल मिठो छ। यतिको खाना खाइसकेपछि चाहिँ हामी हिँड्न पर्ने हुन्छ किनभने म धेरै ठाउँमा जानुपर्ने काम हुन्छ। प्रिटी प्रिटी काँटा एकदम फेरि फेभरेट बनाएर राख्नुपर्ने हुन्छ है फेरि। यतिको ह्यान्डसमहरू चाहिँ हुनु पर्यो है फेरि। गोजीमा हालेर लिएर गइदिउँ चम्चा लास्टै धेरै दियो अरे। देखाइदिन्छु देखि। ल हाम्रो डल्लुले त हात धुँदैछ है। आमामा हात धुने ठाउँ पनि फेरि आमा खतरा बबाल हो नि जे पनि। हाम्रो खानामा रहेको छ सुकुटी ग्रेभी दामी 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 सुकुटी ग्रेभी है यसलाई। यो छ हाम्रो पोर्कको ग्रेभी बब्बाल छ बब्बा। त्यही भएर दामी फर्स्ट बाइट चेयर्स। हेलो म त भर्खरै स्टार्ट गरेको भाइ यता यता हाल्नु ल। आएन त नि के पछि आफ्नो बुढाले चाहिँ एउटा म्यामले निकाल्नु भएको भन्ने कुरा म्याडमले निकालिदिनु भयो भनेर उता त भनेन। बुढी झन् कस्तो रिक्सा हामीले चाहिँ पनि भनेको के त्यो त सुनिनँ। त्यो सुनेर त मलाई पड्काइदिन्थ्यो म त। आफै हो आफै भन्थ्यो नि अरू अरू भयो भाइ सब पानी पानी अब राम्रो हेर्दैन है। मैले देखेको के भयो भनेर मम्मी झ्याम्मै हाम फाल्दैन। आफ्नै धुनमा चाहिँ तिनीहरूलाई खसेको धरि थाहा छैन। हामीले निकालिसकेपछि मम्मी हाम फालेर पानी उछिट्यो नि त अनि बल्ल थाहा भयो। हामीले चिच्चायो नि त तिनीहरूलाई थाहै छैन। निकालिसकेपछि बल्ल थाहा भएको क्या तिनीहरूलाई हो त्यो बच्चा उठाउनु मिलेन नि मम्मीलाई त मम्मीले धले यस्तो कस्तो रुट तरिकाले हेरेछ क्या। म त के भएर भनिदिउँ जस्तै भएको थियो फेरि। अब तपाईँले भन्यो होला नि जस्तो लाग्छ कि म तर भन् एकचोटि थ्याङ्क पनि भनेन के भनेन होइन के होइन एकछिन भात यहाँ नाचेर फोटो खान्छु ल सुविधा फेरि के भन्नु एक घन्टा थाल ल्याएर ढाकिराख्नु अहिले आरएसमा खाने कुरो हामी आफै मात्छौँ थाल भनिदियो भाडा माझेर गइदिन्छौँ। दिउँसो आएको खाजा खाएँ अनि पैसा मैले त मेरो खाइसकेँ साथीहरू। यो चाहिँ ममताको देखाएको है मैले त खाइसकेँ बिर्सेछु म त। यस्तो छु कि अलिकति 15 मिनट मेमोरी लस्ट। ल त नि आउनु होला टन्न खानु होला डेन्जरै मिठो छ खाने कुरा। ममता धान्दा मैले खाइसकेँ सरी। म तपाईँहरूलाई धारा देखाउँछु है यहाँको हेर्नु न कस्तो राम्रो नेचुरल टाइपको धारा के। यो धारा मलाई पर्सनली एकदम मन परेर हजुरहरूलाई देखाउन मन लागेर मैले देखाएको है साथीहरू। कस्तो राम्रो हेर्नु न नेचुरल हात धोइराखौँ जस्तो। बाहिर खाना खानुभयो भने यहाँनिर हात दिनु। लास्ट फोटो खिच्ने यिनीहरूले अन्त अब चाहिँ हामी जान्छौँ साथीहरू। हाम्रो अब फेरि ह्यान्डसम भाइलाई भेट्न पर्ने हुन्छ फाइनली होइन। नभेटिकन नजाने भनेर नि हामी ढिलो ढिलो गरेको थिएँ क्या चाहिँ। तपाईँको 5वटा सब्सक्राइब गर्छ अहिले भर्खर। ल ओ त्यहाँ चाहिँ ल त सबैले गरिदिनु त। के अरे खाना चाहिँ कसले बनाएको थियो नि त्यो? ओ अमित भाइ त्यो खाना चाहिँ कसले बनाएको? ए हो कसले चाहिँ बनाएको?
कस्तो मिठो बनाएको किन त्यति मिठो बनाएको दुब्लाउने भनिरहेको छ यहाँ मोडाइसक्यो झन् यत्रो धेरै खायो नि त हामीले त भात ल एकदमै मिठो थियो है खाना चाहिँ कसले रे ए हो ल खाना चाहिँ एकदम मिठो थियो हामीले त कति 3 लट खाइदियो बिहानको बेलुकाको हिजो बेलुकाको ल त नि गएर आएर खाने भयो त होइन हेर्ने यो छुच्ची फेरि अब पैसा नतिरिकन जान नदिने होला त्यही भएर आफ्नै हुन्छ खै आफ्नै भनेर भने जस्तो पनि लाथ्यो खै त अब ल ल अब बिलसिलको हिसाब गरौँ अनि त्यसपछि जानुपर्ने हुन्छ साथीहरू ढिलो भइसक्यो कि ल ल छिटो गरौँ न हौ छिटो गरौँ ल साथीहरू अब घर फर्किन पर्ने हुन्छ होइन झोलासोला लिएर काली भयौँ हामी आउँदा गोरी थियौँ जाँदाखेरि काली भएर जाँदैछौँ त्यही पनि केही छैन रमाइलो भयो एकदमै रमाइलो भयो नि मेरो कम्पनी कस्तो लाग्यो तिमीहरूलाई ल ठिक छ यो लेट्स गो ल बाई 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 ल थ्याङ्क यू अहिले हानिदिन्छौँ अनि फेरि अहिले जानिकन फेरि एक दिन क्या हो फेरि ल धन्यवाद है तपाईँहरूको सर्भिस एकदमै राम्रो अनि झन् तपाईँहरू झन् एकदमै राम्रो होइन यो सब सब्सक्राइब बढाइ मान्छे राम्रो मान्छेभन्दा राम्रो झन् सर्भिस यस्तो हो कि सब्सक्राइब बढाइदिएपछि हल्का फुल्का भन्दा पुरै मान्छेलाई त्यस्तो होइन खानेकुराहरू सर्भिसहरू सबै राम्रो थियो मनैदेखि धन्यवाद भनेर भन्छौँ भाइहरू फेरि यत्तिको भाइहरू चाहिँ हुनुपर्छ यस्तो चक्लेटी भाइ सिङ्गल केटीहरू छ नि टक्क लाएर दे एम ल ओके बाई बाई अमृत बाई 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 थ्याङ्क यू हस् ल थ्याङ्क यू फेरि आउँला फेरि सतामलाई फोन गरेर रातभरि नाचेर ल बाई बाई फ्राइडे मात्र हो कि राति खाँदा बनाउनु ए फ्राइडे मान्छे ल त नि ल ल आऊ नि त ल खै तिनीहरू यहाँनिर चाहिँ एकदमै लभली भ्यू होइन अनि लभली प्लेस के अरे यहाँको सर्भिस पनि एकदम राम्रो छ भाइहरू बहिनीहरू सबैजना एकदमै राम्रो छ यहाँको होइन इन्भाइरोमेन्ट सबै राम्रो लाग्यो नि होइन मलाई मात्रै होइन ल तिमीहरूले नि भन्दै नि त सब गुड अल गुड के खानेकुरा त्यस्तै मिठो मान्छे त्यस्तै राम्रो बोली त्यस्तै मिठो लौना म त कहाँ जाने होला घर जाने हामी त फ्यानै भयौँ होइन तर के गर्ने घर त जानै पर्यो होइन तर तपाईँहरू पनि आउन सक्नुहुन्छ यहाँनिर आएर इन्जोय गर्न सक्नुहुन्छ ओके ल अब नेक्स्ट भ्लगमा भेट्नेछौँ होइन ओके बाई बाई ल बाई बाई ल बाई बाई ल बाई बाई राम्रोसित जानु ल म चाहिँ यहाँबाट निस्किनु पर्ने हुन्छ होइन मेरो अर्कै पनि काम छ त्यही भएर अनि मेरो कम्पनी कस्तो लाग्यो सबैजनाले हाम्रो भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मस्त मोला भोलि त के होला आज त इन्जोय नै गरौँ होइन अन्त नि ल बाई बाई त नि है ल बाई बाई ल बाई बाई ल बाई बाई छोड्ने बेलामा यस्तो भइरहेको चाहिँ साथीहरू बाई बाई आँसु नै आएन बाई बाई ल आज चाहिँ युमीले भ्लगको इन्डिङ गर्छिन् रे है We had so much fun in this place and you all must visit this. Now we are leaving for our home and that's it. It is so beautiful and peaceful place. ओके थ्याङ्क यू युमी ल साथीहरू युमीले भिडियोमा भनिसकिन होइन हामी घर जाँदैछौँ भनेर थ्याङ्क यू फर ब्युटिफुल स्पिचको लागि युमीलाई थ्याङ्क यू सो मच ल अब हामी गयौँ साथीहरू होइन मेरो धेरै ठाउँमा जानुपर्ने काम छ 2-3 ठाउँमा त्यही भएर म चाहिँ अलिकति पहिला निस्केँ मेरो साथीहरूभन्दा त्यसैले नै ल यो लभली ठाउँमा लभली भ्यू हेर्न चाहिँ हजुरहरू पनि आउन सक्नुहुन्छ साँच्चीकै एकदमै राम्रो छ होइन यत्तिकै मैले भनेको चाहिँ होइन हजुरहरू आएर एकचोटि आएर के गर्नुपर्छ भिजिट गर्नुपर्छ अनि एक्सपिरियन्स गर्नुपर्छ हजुरहरू आउनु साँच्चीको रमाइलो लाग्छ होइन अनि यहाँको भाइले चाहिँ भन्नुभएको छ होइन लास्टमा चाहिँ के भन्न चाहन्छु भने हजुरहरू आउने बेलामा चाहिँ बिन्ती गुरुङको थ्रोबाट आएको भन्नुभयो भने चाहिँ 10% डिस्काउन्ट दिनुहुन्छ अरे आउनु होला मेरो भ्लग हेरेर माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला
नयाँ नयाँ युजर छु, केही भुलचुक भएमा कमेन्ट गरेर सुधार्नु भनेर भनि पनि दिनु होला। एकदम पसिना आयो साथीहरू, गर्मी भयो, अब म चाहिँ निस्किन पर्ने हुन्छ होइन। ल अब नेक्स्ट भ्लगमा भेट्ने छु। यहाँ आउनुभयो भने चाहिँ बिन्ती गुरुङको भ्लग हेरेर आएको भन्नु होला, 10% डिस्काउन्ट पाउनुहुन्छ। थ्याङ्क यू सो मच, बाई बाई।